यहाँनिर बोट चाहिँ रहेछ। अब यसलाई टिपेर लगेर जडीबुटी भेटियो साथी हो है। प्रेसर हाई चाहिँ जरैदेखि जान्छ है साथी। फेरि प्रेसर लो भएको मान्छेले चाहिँ नखानु होला है। अब स्वाट्ट पिउने हो दबाई। प्रेसर लो हुने मान्छेले नखानु, प्रेसर हाई हुने मान्छेले मात्रै। प्रेसर लो हुने मान्छेले खायो भने पक्लक्कै ठाउँको ठाउँमा ढल्छ। फेरि सम्पूर्ण साथीहरूलाई नमस्ते। धेरै दिनपछि फेरि आज एउटा सानो भिडियो बनाउन लागिरहेको छु। अधेरै भइरहेछ है। 40 को हाराहारी पुगेपछि अब सुगरहरू प्रेसरहरूले च्याप्ने कुरा हुन्छ। त्यही भएर त्यसको प्रेसरको मेन चाहिँ प्रेसरको दबाई जडीबुटी खोज्न म जङ्गलतिर हिँडिरहेको छु। भिडियो कस्तो लाग्छ हैन, प्रतिक्रिया दिनु होला साथीहरू। यस्तो गाडीहरू कुदिरहेछ है। तल मुनि हाइवे छ, यहाँ पनि कुदिरहेछ। यहाँ पनि बाटो छ, यहाँ पनि रोड छ, ब्रिजमा यहाँ पनि गाडीहरू कुदिरहेछ। म चाहिँ जडीबुटीको खोजीमा हिँडेँ त साथीहरू। कस्तो छ जडीबुटी त्यहाँ पाउँछ कि पाउँदैन। यहाँ अस्ति नै घुम्दाखेरि एउटा बोट देखेको थिएँ। छ कि छैन, छ भने अब टिपेर लिएर यसो सुप बनाएर खानु पर्यो भन्ने सोचमा छु क्या आज चाहिँ। यहाँनिर बोट चाहिँ रहेछ। अब यसलाई टिपेर लगेर चट्ट खानुपर्छ है त। अनि यो हो निमपत्ता है। फाइनल्ली जडीबुटी भेटियो साथी हो है। अब यो जडीबुटीलाई लगेर चट्ट सुप बनाएर पिउने हो। प्रेसरको चाहिँ एकदम अचुक औषधि हुन्छ है साथीहरू। नचिने नजानेको साथीहरूलाई प्रेसर धेरै छ के गर्ने चिन्तामा हुनुहुन्छ भने प्रेसरको एकदम अचुक औषधि भनेको निमपत्ता। साँझ परिसकेको छ, उता घाम डुबिसकेको छ छितिचमा हैन। छितिच पारी भनेको त्यही हो क्या। डुबेछ त मान्छेहरू आफ्नो आफ्नो वासस्थानतिर प्रस्थान गरिरहेछन्। म चाहिँ अलिकति पैदल यात्रा हो, पैदल यात्रा भएर अलिक ढिलो पनि हुन्छ। खैर केही छैन, बिस्तारै जाने हो। 40 को हाराहारी आएपछि हरेकका रोगले च्याप्ने रहेछ क्या। सुगर भयो, प्रेसर भयो। रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्नु नदिनु भन्ने मेन नाराका साथ म चाहिँ आज उपचार भन्दा पनि यो रोकथाम गर्नको लागि चाहिँ यो लिएर आइरहेको छु है त साथीहरू। टट्टेल अब उमाल्ने हो। उमालेपछि यसको सुप पिएपछि प्रेसर हाई चाहिँ जरैदेखि जान्छ है साथी। फेरि प्रेसर लो भएको मान्छेले चाहिँ नखानु होला है। हाईले मात्रै हो यो। सट्ट पाकिसक्यो। अब यसलाई चट्ट अब सुप ग्लासमा हालेर पिउने हो। अब स्वाट्ट पिउने हो दबाई। प्रेसर लो हुने मान्छेले नखानु, प्रेसर हाई हुने मान्छेले मात्रै। प्रेसर लो हुने मान्छेले खायो भने पक्लक्कै ठाउँको ठाउँमा ढल्छ। फेरि यो भनेको एकदम अर्ग्यानिक जडीबुटी।